राष्ट्रसभाका वरिष्ठ नेता बलेन शाहसँग मेरो प्रश्न, के तपाईँ साँच्चीकै राष्ट्रघाती अमेरिकाको एजेन्ट हो वा होइन? यसरी विभिन्न दलका व्यक्तिहरूले तपाईँको बारेमा भरम फैलाउँदाखेरि तपाईँको देखिएको त्यो मौनताले हामी सोच्न बाध्य भएका छौँ कि तपाईँ साँच्चीकै राष्ट्रप्रेमी हो वा होइन। यदि तपाईँ अमेरिकाको एजेन्ट हुनुहुन्न भने पब्लिकमा आएर स्पष्टीकरण दिनु पर्यो, वा हुनुहुन्छ भने त्यसलाई अस्वीकार गर्नु पर्यो। किनभने जसरी अहिले नेपाली जनता तपाईप्रति आस्था र विश्वास गरेको छ, त्यो आस्था र विश्वासलाई कायम गर्नको लागि तपाईले कुनै पनि त्यस्ता कार्य गर्नुहुन्न जसबाट देशलाई वा देशका जनतालाई हानि नोक्सानी हुन्छ। हामी तपाईप्रति सोच्न बाध्य भएका छौँ, किनभने अहिले विभिन्न तपाईको बारेमा भरमहरू फैलिराखेका छन्। त्यो भरमले गर्दा हामी सोच्न बाध्य भएका छौँ कि तपाईँ उपयुक्त व्यक्ति हो वा होइन, तपाईँ राष्ट्रप्रेमी हो वा होइन। हामी सबैमा एउटा प्रश्न खडा भइराखेको छ र त्यो प्रश्नको जवाब तपाईसँग छ। त्यो प्रश्नको जवाब तपाईँ पब्लिकमा आएर दिनु पर्यो र आफूलाई स्पष्ट पार्नु पर्यो।